ओछिने बसेर रुच्छ अहिले हाल होला कोल दिन्थ्यो र ओछिने यिनीहरूलाई त्यही नि आफैले नगरिकन हुँदैन त्यो घरको चाहिँ ओछिने खान्छ होला सके उसलाई पनि महोदय आऊ भन्नु र त्यहाँदेखि उपरान्तका लागि यो नियममा रहनु सद्भावपूर्वक प्रार्थना गर्नु अनि त्यसदेखि पछाडिबाट ब्राह्मणले ब्रह्मकर्ममा रहनु ब्राह्मण ब्रह्मकर्ममा भएन भनेदेखि अरू संसारमा ब्राह्मणले जब नधान्दिएको धर्म कसले धान्ने हो ब्राह्मणले जब धर्म धान्दिएन भने धर्मको पथ प्रदर्शन गरेन भने धर्मको मार्ग ब्राह्मणले देखाएन भने अरू कसले देखाउने हो यो त ब्राह्मण त जब धर्मको एक पुजारी हो यस कारणबाट त्यो धर्मको पुजारीले त्यो नीतिबाट अलग रहिदियो भने त अरू कसले जान्न छ त्यसकारणले ब्राह्मण यस्तो कामको रहनु भनेर आफ्ना छोराहरूलाई उपदेश गर्नुभयो अनि भागवत धर्म जान्नेवालाको वर्णन भा माने भा